Please welcome back to my new vlog. So first vlog मेरो आइसकेको छ, हेरिदिनुस् राम्रोमा देखाइदिनु होला. So आज चाहिँ म हजुरहरूलाई पहिलो भ्लगमा मैले हजुरहरूलाई होम टुर दिएको थिएँ हैन, र आज चाहिँ म हजुरहरूलाई हाम्रो बारीको र हामीले के जनावरहरू पाल्छौँ. जनावर किनभने आफ्नो पेटहरू जस्तै मानौँ हैन, के पाल्छौँ आज म देखाउन गइरहेको छु हैन. अनि मेरो हजुरबा सुतिरहनु भएको छ. अनि आज मैले यहाँको पुरै सफा गरेर झाल खाएको छु हैन. अनि हामीले यहाँ तरकारीहरू पनि बेच्छौँ हैन. सो यो हाम्रो टोल हो हैन, यत्रो टोल छ. अनि आज चाहिँ हामी यहाँ हेर्छौँ, मकै हेर्छौँ हैन. यो हाम्रो फर्स्ट हो. यो चाहिँ यहाँ चाहिँ हामीले बाख्राहरू र भैँसीहरू गर्छौँ हैन. अनि हाम्रो कालु याद छन्? कालु हाम्रो कालु हो. पिट्दैन गाई जसले, यसले मान्छे आयो नि केही गर्दैन कि हैन. यसको त्यहाँ पाठी हो. अनि के भयो कालुलाई? कालु केही गर्दैन गाइज, माया गर्छ सबैलाई, हान्नु नि हान्दैन, कसैले केही रिसाउँदैन है. अनि यसले मुद्दिया हैन, मुद्दिया. अनि हाम्रो यहाँ चाहिँ मकैहरू छ हैन गाइज, मकै. अनि यहाँ काउली बन्दाहरू लाउनु भएको छ बुवाले. अनि यहाँ चाहिँ हाम्रो उखु पनि छ, अब कहिले खाने थाहा छैन. अनि यो पनि हाम्रै हो. यहाँ पनि हाम्रो बुवाले, हाम्रो बुवाको दिमाग कस्तो हो, कहीँबाट किन्न पर्दैन भनेर सब लाउनु भएको छ. गाई चाहिँ कुकुरले चेपिदिएछ, पुच्छा चेपिदिएछ त्यहाँनिर, त्यहाँनिर त्यहाँ. अनि हाम्रो यहाँ एउटा ल काउन्ट गरौँ है त आज यो यहाँ कतिवटा रहेछ केराको बोट. फर्स्ट यहाँदेखि गरौँ है. सो 1 म पज गर्छु अनि पुरै गनेसी भन्छु है त. 30 वटासम्म छ होइन गाइज, यहाँ 30 वटासम्म चाहिँ छ कि होइन. 30 वटाभन्दा बढीसम्म छ. उयो यहाँ किराहरू रहेछ गाइज, किराहरू रहेछ गाइज होइन. म तपाईँहरूलाई उतापट्टि देखाउँछु. अनि यहाँ घाँसहरू छ. हाम्रो यहाँ बाख्रालाई खुवाउनुपर्छ होइन, यहाँ बाख्राहरूलाई घाँस छ. अनि यहाँ मकै. अनि यहाँ चाहिँ यो सिमीहरू हो. अनि तल चाहिँ क्याउहरू हो. अनि त्यहाँ केराउ र घाँसहरू लगाउनु भएको हाम्रो बुवाले. अनि यहाँ उता केराउ लास्टमा. अनि उता अब बाख्रा बाटो. सो हामी बाख्रा बाटो पुगिसकेको छौँ. हाम्रो बाख्राको मम्मी है. अनि यसको टिना चाहिँ पाएको थियो होइन गाइजले. अनि हाम्रो यहाँ कोठा बस्ने दुइटा एउटा त्यसको एउटा छोरा है गाइज. हेर्नुहोस् यति राम्रा आयो यो बिक. अब गाइज होइन मैले देखाइसकेँ. अब चाहिँ म तपाईँहरूलाई यता पछाडिको देखाउँछु होइन. अनि यहाँ चाहिँ एउटा भेन्टाको बोट छ, यसमा एउटा भेन्टाको छोरा पनि जन्मिसक्यो सक्नुहुन्छ होइन. अनि यहाँ भित्र गएर देखाउँछु म गाइज. अनि यहाँ चाहिँ उता काँक्रो हो, आँप हो. अनि यहाँ खुर्सानीको बोट पनि छ होइन. अनि यो चाहिँ हाम्रो यहाँ लुगा सुकाउने ठाउँ हो. अन्त उता चाहिँ क्यारम बोर्ड पनि छ गाइज. अब हामी यहाँबाट निक्लिन्छौँ होइन. आज मैले हजुरहरूलाई हाम्रो देखाइदिएँ जो कि यहाँ थियो होइन. अनि त्यहाँ अब घर जाऊँ होइन, घरमा कामै काम हो होइन. अनि हाम्रो बुवा नि उठ्सक्नु भएको छ. हेलो. अनि हामी अब घरभित्र जान्छौँ, काम गर्छौँ, लुगा सुकाउँछौँ है गाइज. जाऊँ होइन. मैले माथि वासिङ मेसिनमा कपडा हालेको थिएँ, के भएछ जान्छौँ. अनि गाइज काँडा हुन लागेछ. म यसपछि कपडा सुकाउँछु. सो गाइज
आजको लागि यति नै। ब्लग राम्रो लाग्यो भने लाइक गरिदिनु होला, सब्सक्राइब नि गरिदिनु होला, कमेन्ट नि गरिदिनु होला। सो आजको लागि यति नै, अर्को ब्लगमा भेटौँला, बाई।